हेलो गाइज, आज हामी पोइजनस फर्मुलाको डेरिभेसन गर्न गइरहेको छौँ। यहाँ चाहिँ हामीले एउटा होरिजेन्टल क्यापिलरी ट्युब जसको रेडियस ए हुन्छ र लेन्थ एल हुन्छ, त्यसलाई चाहिँ हामीले कन्सिडर गर्छौँ, जसमा चाहिँ लिक्विड फ्लो भइरहेको छ। हामीले यो ट्युब हेर्न सक्छौँ र यसभित्र हामीले अर्को एउटा ट्युबलाई पनि इमेजिन गर्छौँ होइन। र त्योभन्दा अगाडि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एउटा फ्लो अफ लिक्विड यो एजम्सन चाहिँ मान्छौँ, जसमा चाहिँ फ्लो अफ लिक्विड स्ट्रिम लाइन हुनुपर्छ। र स्ट्रिम लाइन र टर्बुलेन्ट भन्ने कुरा मैले अगाडि बताइसकेको छु। अनि स्टेडी हुनुपर्छ, त्यसपछि रेडियल फ्लो हुनुपर्छ, किनकि यो बर्नौलीज प्रिन्सिपलबाट र प्रेसर विल बी कन्सटेन्ट ओभर एनी क्रस सेक्सन। हामीले एउटा कुरा बुझ्नुपर्ने के हुन्छ भन्दाखेरि बर्नौलीज प्रिन्सिपल भनेको एउटा के पनि हो भन्दाखेरि बर्नौलीज प्रिन्सिपलले प्रेसर कन्सटेन्ट हुन्छ भन्दा पनि भनेको हुन्छ कुनै पनि क्रस सेक्सनमा है। त्यो पनि बुझ्नुपर्छ। स्ट्रिम लाइन भनेको चाहिँ एकदम स्ट्रिम लाइन फ्लोमा जाने, अगाडि र पछाडि कुनै पनि एउटा पार्टिकल, एउटा पाइपमा कुनै पनि एउटा पार्टिकल अगाडि र पछाडि त्यसको भेलोसिटी सेम छ भने हामी त्यसलाई स्ट्रिम लाइन भनेर भन्ने गर्छौँ। र प्यारलल हुनुपर्छ एक्स ट्युबसँग भनेको यो ट्युबको एक्सिस यो हुन्छ र त्योसँग प्यारलल हुनुपर्छ भनेको। फ्लो स्टेडी हुनुपर्छ भनेको एकै नासै हुनुपर्छ। रेडियल फ्लो हुनुपर्छ भनेको रेडियल फ्लो हुनु हुँदैन भनेको रेडियल भनेको यस्तो टाइपको फ्लो, घुमेको फ्लो हुनु हुँदैन भन्नु खोजेको। अनि भेलोसिटी यो भयो। अनि भेलोसिटी अफ लेयर अफ लिक्विड विच इज नट इन कन्ट्याक्ट विथ द वाल अफ द ट्युब इज जिरो। जो चाहिँ हाम्रो यो ट्युबको वालसँग जुन लिक्विड चाहिँ हाम्रो कन्ट्याक्टमा छ नि त्यो चाहिँ जिरो हुन्छ भनेको छ होइन। यो चाहिँ जस्तो यतातिरको होइन, हाम्रो यो चाहिँ जो यो वालसँग नजिकको हाम्रो त्यो लिक्विड छ त्यसलाई चाहिँ हामीले जिरो मान्छौँ। र इन्क्रिजेस रेगुलरली एन्ड पासिङ। जब हामी यो लिक्विड यहाँतिर चाहिँ जिरो हुन्छ होइन, लिक्विडको भेलोसिटी, अनि यहाँबाट यता आउँदै जाँदाखेरि लिक्विडको भेलोसिटी बढ्दै जान्छ भन्नु। यी चारवटा कुरालाई हामीले एजम गरेर अगाडि बढ्छौँ है त। अब हामीले भेलोसिटी अफ फ्लो इन एनी लेयर भनेर मान्छौँ। यो चाहिँ हाम्रो लेयर हो। चाहिँ अलिकति फिगर मैले फेरि बनाएर तपाईँलाई देखाउँछु। यहाँ हजुरले यो फिगर हेर्न सक्नुहुन्छ। यो फिगर चाहिँ खासमा यस्तो देखाउन खोजेको यसमा चाहिँ हामीले यो चाहिँ हाम्रो एक्सिस हो होइन, हाम्रो यो सिलिन्डरको एक्सिस। अनि यो सिलिन्डरभित्र हामीले अर्को सिलिन्डरलाई एज्युम गरेको छौँ। अर्को सिलिन्डर चाहिँ हामीले एउटा आफै इमेजिन गर्नु पऱ्यो, जो चाहिँ पानीले बनेको हुन्छ भने जस्तो। अब यो हामीले हेर्दाखेरि यहाँ चाहिँ यसको एक्सदेखि यहाँसम्म यसको डिस्टेन्स एक्स छ भने एक्सिसदेखि यसको आउटर लेयरसम्मको डिस्टेन्स चाहिँ हाम्रो एक्स प्लस डिएक्स हुन्छ भने यसको डिस्टेन्स चाहिँ हाम्रो यो हुन्छ, यो चाहिँ हाम्रो डिएक्स हुनेको है। अनि त्यसपछि यो एक्सिसको सिलिन्डर होल सिलिन्डरसँगको रेडियस चाहिँ ए छ भनेर हामीले मान्छौँ। र यो चाहिँ हामीले यहाँ लेन्थ चाहिँ एल मान्न सक्छौँ, यसको टोटल लेन्थ है त। यो चाहिँ फिगर हो र यहाँ त्यही लेखेको छ। सपोज अ सिलिन्ड्रिकल लेयर अफ द लिक्विड कोएक्सियल विथ द ट्युब अफ रेडियस एक्स। हामीले एक्स रेडियस भएको त्यो अर्को एउटा त्यो सिलिन्डरभित्र अर्को कोएक्सियल सिलिन्डरलाई एजिम गरिसकेका छौँ। त्यसपछि त्यो सिलिन्डरको सर्फेस एरिया 2πlx हुन्छ है। यसमा हजुरले हेर्न सक्नुहुन्छ हामीले यसको सर्फेस एरिया निकाल्न खोजिरहेको छु। सर्फेस एरिया भनेको के हुन्छ भन्दाखेरि यसको यहाँनिरको बाहिरको यो यतापट्टिको 2πr इन्टु लेन्थ हो। किनभने 2πr आरको सट्टामा एक्स छ अनि लेन्थ चाहिँ हाम्रो यल छ भने 2πlx भनेको यसको सर्फेस एरिया है। अनि त्यस पछाडि हामीले यो हेर्छौँ एकर्डिङ टु न्युटन्स ल अफ कोएफिसिएन्ट अफ विस्कोसिटी। ब्याकवर्ड टेन्जेन्सियल फोर्स भनेको जो चाहिँ पछाडि लाग्ने टेन्जेन्सियल फोर्स है त, पछाडि धकाल्ने टेन्जेन्सियल फोर्स भनेको हो। र यो ब्याकवर्ड फोर्स चाहिँ हाम्रो विस्कस फोर्सले लगाउने गर्दछ होइन। जस्तो यस ट्युबमा जब लिक्विड भित्र जान्छ, भित्र छिर्दाखेरि लिक्विडभित्र छिर्दाखेरि लिक्विडलाई चाहिँ भित्र छिरेर त्यो अर्को ठाउँमा जानुबाट रोक्न खोज्छ एउटा फोर्सले, त्यसलाई हामी विस्कस फोर्स भन्छौँ होइन। जो चाहिँ यहाँ पार्टिकलमा प्रेजेन्ट हुन्छ त्यो चाहिँ एउटा विस्कस फोर्स भनेको। त्यसले चाहिँ ब्याकवर्ड पछाडि धकाल्न खोज्छ, त्यो चाहिँ टेन्जेन्सियल फोर्स हुन्छ। त्यसको चाहिँ एफ इक्वल टु माइनस इटा 2πlx डिभी/dx हुन्छ है। यो चाहिँ फर्मुला नै हो। अनि ए एरियाको सट्टामा 2πlx राखेको हामीले, अरू केही पनि छैन, सिम्पल म्याथमेटिक्स छ। भी भनेको भेलोसिटी अफ लिक्विड, फ्लो एट अ डिस्टेन्स एक्स हो भने फ्लो अफ लिक्विड मेन्टेन बाई फरवर्ड फोर्स, एउटा अर्को फरवर्ड फोर्स पनि लाग्छ। त्यो फरवर्ड फोर्स भनेको के भन्दाखेरि प्रेसर फोर्स हो, जो चाहिँ वेन प्रेसर एक्स नर्मली अन सर्कुलर क्रस सेक्सन भन्छ नि, जब त्यो प्रेसर चाहिँ सर्कुलर क्रस सेक्सनमा नर्मल लाग्छ त्यसपछि लाग्छ। जस्तो यसरी बुझ्दा हुन्छ कि यो चाहिँ प्रेसर डिफ्रेन्सको लाग्दा आउने फोर्स हो, जो चाहिँ फरवर्ड फोर्स हो है त। त्यो चाहिँ प्रेसर डिफ्रेन्सको लाग्दा हुन्छ।
अझै एउटा क्लियर ढङ्गले भन्दाखेरि कन्सेप्ट बुझ्नु चाहिँ आवश्यक हुन्छ। त्यसैले अझै बढी क्लियर र डिटेलली भनिरहेको छु। यो जुन हाम्रो फरवर्ड र ब्याकवर्डको कुरा मैले भने त्यसमा चाहिँ यो हामी सुरुमा फरवर्ड कुराहरू फरवर्ड भनेको चाहिँ पानीले अगाडि जानको लागि पानीलाई अगाडि केले धकालिरहेको छ त हामीले यहाँ के प्रेसर लगाइरहेको छ त्यसको लाग्दा पानी अगाडि गएको छ। हामीले प्रेसरै लगाइरहेको छैन भने पानी अगाडि जाँदैन। यहाँबाट हामीले के मोटर अथवा केही चिज हामीले यसरी प्रेसर लगाइरहेको छौँ भने पानी अगाडि जान्छ होइन। अनि त्यसपछि त्यसले पानीले अगाडि गएर एक्ट गर्छ आफ्नो प्रेसर होइन। तर ब्याकवर्ड फोर्स भनेको के हो भन्दाखेरि त्यो फोर्स जो चाहिँ भिस्कस लाग्छ जस्तो यसको किनारमा लाग्छ नि। अब हामीले यसलाई एउटा सिलिन्डर इमेजिन गरेको छौँ भने सिलिन्डरको किनारले चाहिँ त्यसमा चाहिँ हामीले भेलोसिटी 0 हुन्छ भने अब यहाँनिरको पार्टिकलको भेलोसिटी 0 हुन्छ भने यहाँनिरको पार्टिकलको भेलोसिटी 1 हुन्छ। किन भन्दाखेरि यसले रोकिरहेको छ यसलाई बढी यसमा 4 5 10 भेलोसिटी हुन दिइरहेको छैन किनकि यसले रोकिरहेको छ। त्यो भनेको भिस्कस फोर्स हो। यो पार्टिकलले रोक्न खोज्छ होइन। अनि यो पार्टिकलको अलि बढी हुन्छ होइन यो पार्टिकलको अलि बढी हुन्छ। अब यो चाहिँ यहाँ भिस्कस फोर्स लागेको हुनाले नै यहाँ यसरी यहाँ कम यहाँ बढी अलि बढी भएको के होइन। भने अब यो पार्टिकल चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि एकदम कम हामीले यहाँनिर भेलोसिटी 0 हुन्छ भनेर एज्युम गरिसकेका छौँ है। अनि त्यसैले मैले भने यसमा चाहिँ भिस्कस फोर्स लाग्छ जसले यसलाई पछाडि धकाल्न खोज्छ। त्यसको लाग्दा यहाँको भेलोसिटी अलि कम अलि बढी हुने गर्छ। यहाँभन्दा अलि कम माथि जाँदाखेरि अलि कम हुने गर्छ क्या त्यो भिस्कस फोर्सको लाग्दा। त्यो चाहिँ हाम्रो भिस्कस फोर्स हो जसले ब्याकवर्ड धकाल्नु हुन्छ। अनि यो चाहिँ फरवर्ड फोर्स होइन जसले चाहिँ हामीले प्रेसर दिन्छौँ नि त्यसले। अब त्यहीँनिर आउँदाखेरि हाम्रो एउटा कुरा के आउँछ भन्दाखेरि भिस्कस फोर्स भनेको मेजोरिटी त्यसले लाग्ने भनेको सर्कमफ्रेन्समा के जो हाम्रो सर्कमफ्रेन्स छ नि यसमा भिस्कस फोर्स लाग्छ नि त होइन। यसमा भिस्कस फोर्स लाग्छ त्यसले हामीले त्यो सर्कमफ्रेन्स लेख्यौँ त्यसमा एरिया चाहिँ हामीले 2 पाई एल एक्स लग्यौँ नि त होइन। किनकि हामीले यहाँ सर्कमफ्रेन्स र त्यो सर्फेस एरिया लग्यो क्या। अब चाहिँ हामीले प्रेसर दिइरहेको छ भने त यो होललाई प्रेसर मिलिरहेको छ नि त होइन। प्रेसर दिइरहेको भनेको त्यो सबै होललाई प्रेसर। त्यसैले यसमा चाहिँ अब प्रेसर दिँदाखेरि फरवर्ड फोर्सको लागि एरिया चाहिँ हाम्रो पाई एक्स स्क्वायर हुन्छ। एरिया अफ सर्कल है पाई एक्स स्क्वायर हुन्छ हाम्रो होल एरियाको। त्यसमा चाहिँ फोर्स लाग्ने भएको हुनाले र म यहाँसम्म पुगेको थिएँ फोर्स टेन्डिङ टु एस्लेट द सिलिन्ड्रिकल लेयर। अनि त्यसमा चाहिँ हामीले जो सिलिन्ड्रिकल लेयरलाई अगाडि धकाल्नको लागि अथवा एस्लेट गर्नको लागि चाहिने फोर्स भनेको के हो फोर्स इज इक्वल टु प्रेसर डिफ्रेन्स इन्टु एरिया अफ क्रस सेक्सन। यो हुन्छ नि यो चाहिँ अब फर्मुला यो हो प्रेसर डिफ्रेन्स र एरिया अफ क्रस सेक्सनलाई मल्टिप्लाई गरेर नि फोर्स आउँछ है। फोर्स प्रेसर इज इक्वल टु फोर्स अपन एरिया भन्न मिल्दैन मिल्छ नि त्यही त हो नि। अनि त्यही हेर्दाखेरि फोर्स इज इक्वल टु प्रेसर अनि एरिया भनेको पाई एक्स स्क्वायर मैले भनिहालेँ कसरी आयो। एज द भेलोसिटी अफ द लिक्विड लेयर इज कन्स्टेन्ट द एक्सिलरेटिङ एन्ड रिटार्डिङ फोर्स अन द लेयर विल बी इक्वल। हामी यो इमेजिन गर्छौँ यसमा चाहिँ न भेलोसिटी अगाडि गइरहेको छ सरी न भेलोसिटी अगाडि गइरहेको छ न त पानी धेरै अगाडि गइरहेको छ न त पानी पछाडि गइरहेको छ भने यसमा इक्विलिब्रियम क्वेसन छ भनेपछि यसमा चाहिँ के हुन्छ भन्दाखेरि कन्सटेन्ट हुन्छ कि फरवर्ड र ब्याकवर्ड फोर्स। र त्यही गरेको यसमा चाहिँ फरवर्ड र ब्याकवर्ड कन्सटेन्ट भयो भने दुइटा इक्वल हुनुपर्छ। अनि दुइटालाई इक्वल गरिसकेपछि पाई क्यान्सल हुन्छ र डिबी हामीले भेटाउँछौँ। यो डिबी भनेको चाहिँ भेलोसिटी हो है स्मल भेलोसिटी जो चाहिँ एकदम त्यो सानो पार्टिकलमा हुने गर्छ। अब यसपछि हामीले अगाडि बढ्छौँ र अब हामीले त्यो भेलोसिटीलाई इन्टिग्रेट गरिदिन्छौँ र हामीले यो फर्मुला पाउँछौँ माइनस पिएक्स स्क्वायर बाई 4 इटा एल प्लस सी। यहाँ म्याथमेटिकल टर्ममा बढी गइरहेको छैन इन्टिग्रेट गर्न सजिलो छ। त्यसमा धेरै कुराहरू कन्सटेन्ट निस्किन्छ र मजासँग इन्टिग्रेट गर्न सकिन्छ है। कन्सेप्टलाई चाहिँ बढी विचार गर्नुपर्छ हामीले। र यहाँ सी चाहिँ हाम्रो कन्सटेन्ट अफ इन्टिग्रेसन भनेर भन्छौँ। अनि अब लिक्विड इन कन्ट्याक्ट विथ द वाल्स अफ द ट्युब इज एट रेस्ट द्याट इज भी इज इक्वल टु 0 भने एक्स इक्वल टु। अब मैले भनिसकेँ यो कुरा हामीले एज्युम गरिसक्यौँ यो पोइन्ट होइन। हामीले होल सिलिन्डरलाई एज्युम गरिरहेको छैन अहिले यो सिलिन्डरलाई एज्युम गरिरहेको छु। हामीले यो सिलिन्डरलाई एज्युम गर्दाखेरि पनि यो पोइन्टमा चाहिँ हाम्रो बी इज इक्वल टु ए हुँदाखेरि चाहिँ भेलोसिटी के हुन्छ त 0 हुन्छ। र एक्स इज इक्वल टु चाहिँ ए हुँदाखेरि यो होल सिलिन्डरमा लिँदाखेरि हामीले जब एक्स हाम्रो एमा हुन्छ नि यो होल सिलिन्डर हामीले ए को लागि लियो भने ए को लागि लिँदाखेरि चाहिँ अब यो पोइन्ट अथवा यो पोइन्टमा चाहिँ हाम्रो भेलोसिटी के हुनुभयो त 0 हुनुभयो होइन। हामीले सानोको लागि लिँदाखेरि यहाँ हुने भयो भने ठुलोको लागि लिँदाखेरि यहाँ अब एक्स इक्वल टु ए हुँदाखेरि भी इक्वल टु 0 हुन्छ। र यसैबाट हामीले भीको भ्यालु 0 र एक्सको भ्यालु ए राखेर सीको भ्यालु निकाल्छौँ होइन। यो चाहिँ हामीले कन्सटेन्ट निकाल्ने एउटा तरिका हो। फिजिक्समा धेरैचोटि हामीले यस्तो तरिकाहरू युज गर्छौँ। इलास्टिसिटीमा क्यान्टिलिभरहरू पढ्दाखेरि पनि हामीले यसरी नै सी निकाल्छौँ जसमा हामीले डिवाई बाई डिएक्स 0 गर्छौँ कति बेला के 0 गर्छौँ होइन। यो चाहिँ हामीले कन्सटेन्ट निकाल्ने तरिका हो क्या। कन्सटेन्ट निकाल्दाखेरि हामीले यति कन्सटेन्ट पायो भने त्यो कन्सटेन्टलाई त्यो भ्यालुमा पुट गर्छौँ अनि हाम्रो भेलोसिटी आउँछ। यो भेलोसिटी भनेको के हो भन्दाखेरि फ्लो एट डिस्टेन्स एक्स डिस्टेन्ससम्मको फ्लो फ्रम द एक्स ट्युब सो द्याट द प्रोफाइल अफ द एडभान्सिङ लिक्विड इज अ प्याराबोला होइन।
अब हामीले यो भेलोसिटी अफ फ्लो अफ एट डिस्टेन्स एक्स फ्रम द एक्स अफ द ट्युब चाहिँ भेटाउँ। सो चाहिँ यसलाई यसको प्रोफाइल चाहिँ प्याराबोला टाइपको हुन्छ, यसको कर्भ चाहिँ भनेर भन्न खोजेको मात्रै हो। यो चाहिँ हामीले मैले देखाएँ नि, यसमा चाहिँ हामीले कन्सटेन्ट निकाल्ने तरिका चाहिँ हाम्रो यो हुन्छ कि जब एक्स इक्वल टु 0 हुन्छ, सरी एक्स इक्वल टु ए हुन्छ, सी हाम्रो के हुन्छ भन्दाखेरि 0 हुन्छ। र त्यही कुराले हामीले यो सरी सी होइन, ए एक्स इक्वल टु ए भन्दाखेरि भी इक्वल टु 0 हुन्छ, त्यो कुराले हामीले पुट गरेर सी निकाल्छौँ। र त्यसपछि हामीले भोल्युम अफ लिक्विड फ्लोइङ आउट निकाल्छौँ। अब चाहिँ हामीले अहिलेसम्म भेलोसिटी निकाल्दा थियो, तर अब हामीले पोइजलिसमा चाहिँ निकाल्नु भनेको भोल्युम हो, र हामीले अब निकाल्छौँ भोल्युम। अब भोल्युम निकाल्नुको लागि हामीले लेटेस्ट कन्सिडर द लेयर ह्याभिङ द इनर रेडियस एक्स एन्ड थिकनेस डिएक्स so that the volume dB of the liquid flowing per second through the tube is given by भनेर भनिन्छ। हामीले यसमा सिम्पल के गर्ने भन्दाखेरि जुन त्यो हाम्रो रेडियस एक्स भएको थियो त्यसको थिकनेस डिएक्स हामीले मानिसकेका छौँ, र त्यसको भोल्युम चाहिँ डिबी हुन्छ भनेर हामीले मान्ने, यसको भोल्युम चाहिँ डिबी हुन्छ भनेर हामीले मान्ने हो है। त्यसपछि के हुन्छ र हाम्रो यहाँ भोल्युम चाहिँ भेलोसिटी इन्टु क्रस सेक्सन एरिया अफ द सिलिन्ड्रिकल लेयर अफ द थिकनेस डिएक्सले दिने गर्छ। यो हाम्रो भोल्युम हो। यो हुन्छ कसरी भन्ने कुरालाई एकचोटि हेर्दाखेरि हामीले यो चाहिँ भोल्युम हो, भोल्युमको डिमेन्सन चाहिँ हाम्रो एल क्युब हुन्छ भने हामीलाई थाहा छ। अनि यो चाहिँ हाम्रो भेलोसिटी हो, भेलोसिटीको हाम्रो डिमेन्सन सरी देखिएन र यो हामी हेर्न सक्छौँ। यो भेलोसिटीको हाम्रो डिमेन्सन चाहिँ एल क्युब हुन्छ होइन। अनि त्यसपछि हाम्रो सरी भोल्युमको डिमेन्सन एल क्युब हुन्छ, भेलोसिटीको चाहिँ हाम्रो भेलोसिटीको हाम्रो हुन्छ एलटी -1 होइन, किनकि हाम्रो के हुन्छ लेन्थ अपन टाइम भनेको भेलोसिटी हो नि त होइन। अनि क्रस सेक्सन एरियाको यसको डिमेन्सन हाम्रो हुन्छ एरियाको एल स्क्वायर हो। अब यसलाई हामीले हेर्ने हो भने यो एल क्युब इज इक्वल टु एल क्युब हो अपन टी, यो हुन्छ कि हुँदैन, हुन्छ नि। अब हामीले यसलाई यो टीलाई उता लगाउने हो भने हाम्रो के हुन्छ एल क्युब टी इज इक्वल टु एल क्युब, यो हुन्छ नि होइन। अब हामीले के हेर्ने भन्दा यो इक्वेसन सही छ कि छैन, हामीले यति विचार गरेको यो इक्वेसन सही छ कि छैन। यो इक्वेसन सही छ, किनकि हामी यहाँ के भनेको छौँ भन्ने कुरा हेरौँ एकचोटि। हामीले यहाँ हेरौँ भोल्युम अफ लिक्विड फ्लोइङ आउट पर सेकेन्ड भनेको छ नि हामीले होइन, पर सेकेन्ड थ्रु द ट्युब इज गिभन बाई भनेर भनेको छ नि त। अनि हो यो भोल्युम भनेको भोल्युम मात्र नभएर के रहेछ त, भोल्युम अफ लिक्विड फ्लोइङ आउट पर सेकेन्ड रहेछ हो। अब यो पर सेकेन्ड भनेको हुनाले हामीले यसमा के गर्न पाउँछौँ भन्दाखेरि यही इक्वेसनलाई हेर्ने हो भने हामीले पर सेकेन्ड एक सेकेन्डमा कति भयो भन्दाखेरि अब यसरी बुझ्न सकिन्छ कि पर सेकेन्ड भनेको एक सेकेन्ड होइन। अब यहाँ एक सेकेन्ड भनेको त टी इक्वल टु 1 हुनुहुन्थ्यो, एलक्युब भयो भनेको हिसाबले हामीले हेर्ने भने भोल्युम अफ लिक्विड पर सेकेन्ड फ्लोइङ आउट त्यो चाहिँ भेलोसिटी र क्रस सेक्सन एरियाको के हुन्छ त प्रोडक्ट हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। हामीले धेरै ठाउँमा फिजिक्सको यसरी नै डिमेन्सन चेक गरेर यो फर्मुला सही रहेछ, सो यो जुन मान्छेले डिराइभ गर्यो त्यसले चाहिँ यो फर्मुला त्यसैले युज गरेको रहेछ भन्न सक्छ। हामीले यहाँ डाइरेक्टली भोल्युम भनेको भए चाहिँ गल्ती हुन्थ्यो होइन, तर हामीले भोल्युम पर युनिट टाइम पर युनिट सेकेन्ड भनेर भन्यो नि त होइन। पर सेकेन्ड भनेको पर सेकेन्ड भनिसकेपछि हामीले यो फर्मुला चाहिँ सही हुन्छ। अब जस्तो यसमा पर सेकेन्ड भनेपछि यो भनेको त भोल्युम हो, भोल्युममा पर सेकेन्ड हान्ने बित्तिकै त यही इक्वेसन आउँछ नि त होइन। अनि सो यो र यो चाहिँ हाम्रो बराबर हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ होइन। अनि त्यसपछि डिबी भनेको चाहिँ भेलोसिटी भी हो र एरिया भनेको चाहिँ 2πx dx हो। अनि त्यसपछि हामीले यसमा हामीले एरिया चाहिँ 2πx dx लिन्छौँ है त फेरि, किनकि हामीले यसमा चाहिँ यो जुन ट्युब छ नि यो ट्युबलाई चाहिँ हामीले यस्तो इमेजिन गर्छौँ कि यो ट्युब छ नि यो ट्युबलाई हामीले यसरी बिचदेखि काटेर फैलाइदिँदाखेरि हाम्रो यो ट्युब चाहिँ रेक्टेङ्गुलर टाइप भन्छ होइन, यस्तो रेक्टेङ्गुलर टाइप भन्छ। अनि त्यो रेक्टेङ्गलको यो र यो भागलाई हामीले लिने भने के हुन्छ भन्दाखेरि यो भागको त जान्छ, यो भाग भनेको हाम्रो सर्कमफ्रेन्सको हो नि त। अनि त्यो सर्कमफ्रेन्स यो पार्टलाई काटेर उता फालिदिने र यो पार्टलाई काटेर उता फालिदिने हो त आखिरमा त्यो सर्कमफ्रेन्स नै। सो त्यसलाई हामीले 2π लेख्न पाउँछौँ र एक्स लेख्न पाउँछौँ, किनकि यो एक्सको हामीले अहिलेसम्म इन्टिग्रेट गर्छौँ र हामीले एक्सको मात्र कुरा गरेर छौँ, जो चाहिँ लेन्थ चाहिँ याल हुन्छ क्या। अनि त्यो हिसाबले हेर्ने भने हाम्रो 2πx dx हुन्छ र हामीले यसलाई के गर्ने भन्दाखेरि बीको भ्यालु राख्ने हो। बीको भ्यालु हाम्रो अलरेडी आइसकेको भ्यालु छ होइन। अनि त्यस 2π यहाँ चाहिँ एक्स हो है। त्यसपछि हामीले के गर्छौँ त टोटल भोल्युम ल्याउने गर्छ। हामीले भने मैले भने एक्स रेडियस भएको जुन इमेजिनरी हामीले ट्युब लिएको थियौँ त्यहाँसम्म मात्र हामीले लिइरहेको थियो। अब चाहिँ हामी टोटल भोल्युमको लागि लिन्छौँ। त्यसको लागि 0 देखि ए, किन 0 देखि ए भन्दाखेरि ए भनेको हाम्रो रेडियस हो नि त, टोटल
0 भनेको एक्सिसदेखि एसम्म हामीले लिन्छौँ इन्टिग्रेसन लिमिटहरू। त्यसपछि हामीले इन्टिग्रेट गर्छौँ र इन्टिग्रेसन गरेर कहीँ हेर्न सक्नुहुन्छ सबै सजिलै छ। पाई पी बाई 2 इटा एल छ, यो चाहिँ एक्सले भित्र मल्टिप्लाई गर्छौँ हामीले, छुट्याइदिन्छौँ, छुट्याइदिएपछि ए बाहिर आउँछ एक्स स्क्वायर बाई 2 एक्स पावर 4 बाई 2। लास्टमा हामीले यहाँ लिमिटहरू राखिसकेका छौँ, यहाँनिर लिमिट राखेर हामीले सिम्प्लिफाई गर्दाखेरि पाई पी ए को पावर 4 बाई 8 इटा एल हाम्रो अन्तिममा हाम्रो आन्सर आउने गर्दछ भने यो चाहिँ पोजलेस इक्वेसन फर रेट अफ फ्लो अफ लिक्विड थ्रु क्यापिलरी ट्युब हो है। यो चाहिँ धेरै जस्तो एक्जाममा सोधिराख्ने क्वेसन हो र आई होप तपाईँले यो कुरा बुझ्नुभयो होला। कुनै कुनै ठाउँमा कन्फ्युजन हुनसक्छ किनकि फर्स्ट टाइम हेर्दाखेरि धेरै नै कन्फ्युजन भइन्छ। यो डेरिभेसन चाहिँ कोही मान्छेले पुरै मास्टर्स पिएचडी गरिसकेपछि उसले बनाएको हुन्छ अनि त्यसपछि उसले धेरै कुराहरू यसमा राखेको हुन्छ जो हामीले एकचोटि हेर्दाखेरि बुझ्दैन र पटक पटक हेर्नुपर्छ, पटक पटक प्र्याक्टिस गर्नुपर्छ। र अहिले मैले भन्दै जाँदाखेरि पनि तपाईँले लेख्दै जानुपर्छ अनि त्यसपछि चाहिँ यो कुरालाई बुझ्न सकिन्छ। 4 चोटि 5 चोटि प्र्याक्टिस गरेको चाहिँ यो कुरालाई मजासँग बुझ्न सकिन्छ। यति भन्दै आजलाई